नमस्ते सम्पूर्णमा तपाईहरु यो भिडियोलाई कहाँबाट हेर्दै हुनुहुन्छ। विशेष गरी अहिले जुन तपाईको चाहिँ यो पछिल्लो क्रममा नेपालबाट अध्ययन गर्नको लागि जापानमा आउनेको संख्या एकदमै बढ्दो छ र तपाईको चाहिँ नेपालबाट आउने विद्यार्थीहरूले जापानमा महिनामा कति कमाउँछन् त र उनीहरूले कति बचत गर्छन् त भन्ने सन्दर्भमा मैले यो भिडियो मार्फत तपाईलाई जानकारी गराउन चाहन्छु। यो एकदमै तितो तर यथार्थ कुरा हो। एकजना विद्यार्थीले तपाईको चाहिँ जापानको रुल अनुसार एक हप्तामा तपाईको 28 घण्टा गर्न पाउँछ। तर तपाईको चाहिँ जापानमा आउन बित्तिकै तपाईको चाहिँ 28 घण्टा काम पाउँछ भन्ने कुनै ग्यारेन्टी छैन। तपाईको 20 घण्टा 22 घण्टाको एभरेजमा तपाईको कामहरू पाउँछ। किनभने तपाईको चाहिँ भाषाको लेभल हुँदैन हैन। त्यही अनुसार अब भाषा छैन भने त्यही अनुसार तपाईको चाहिँ भाषा प्रयोग नहुने ठाउँमा तपाईको चाहिँ कामहरू खोज्नु पर्ने हुन्छ र कुनै पनि कलेजले तपाईको कुनै कलेजहरूले काम पनि नलगाइदिने हुन्छ। तपाईको सुरुमा एकदमै गाह्रो हुन्छ। त्यसैले तपाईको 20-22 घण्टाको एभरेजमा तपाईको चाहिँ कामहरू पाइन्छ। यो अनुसार तपाईको चाहिँ एक महिनामा उसको इन्कम भनेको तपाईको 1,20,30,000 को एभरेजमा हुन्छ हैन। र तपाईको 1,20,30,000 ले तपाईको चाहिँ अब रुम भाडा तिर्नै पर्यो हैन। तपाईको चाहिँ जापानको महँगी भनेको अहिले एकदमै जापानको महँगीले तपाईको चाहिँ आकाश छुइरहेको छ। 1 केजी चामलको मूल्य तपाईको चाहिँ 1000 पर्छ। ल तपाई आफै एउटा गेस गर्नुस्, 1 केजी चामलको मूल्य 1000 पर्छ भने तपाईको चाहिँ एक महिनामा तपाईको 1,20,30,000 ले तपाईको चाहिँ रुम भाडा के तिर्ने हैन, के खाने, तपाईको पानी बत्ती ग्यास हैन, तपाईको चाहिँ इन्स्योरेन्स हेनतेन मोबाइल बिल तपाईको चाहिँ हैन, तपाईको सिमको बिल हरेक कुराहरू जोड्ने हो भने तपाईको चाहिँ विद्यार्थीलाई तपाईको चाहिँ खर्च मेन्टेन गर्न एकदमै तपाई हम्मे पर्छ। र तपाईको चाहिँ नेपालबाट जापानमा आइसकेपछि कतिपय मान्छेहरूलाई के हुन सक्छ भने जापान भनेको एकदमै डेभलपिङ कन्ट्री हो। त्यहाँ त तपाईको चाहिँ अब कामहरू पनि थुप्रै पाउँछ, पैसा त्यही अनुसारको एकदमै हुन्छ अथवा तपाईको पैसा त एकदमै तपाईको कमाइ हुन्छ, 4-5 लाख रुपैयाँ कमाइ हुन्छ भन्ने जुन एउटा थिङ्किङ छ हैन, त्यो एकदमै भ्रम हो हैन। यहाँ तपाईको चाहिँ सोचे जस्तो छैन हैन। तपाईको चाहिँ नेपालबाट जापानमा आइसकेपछि केही नभए पनि 2 वर्ष जति तपाईको एकदमै गाह्रो हुन्छ। किनभने एउटा कुरा त भाषा हुँदैन यहाँको हैन, भाषा छैन भने जहाँनिर पाए त्यहाँनिर काम गर्न पनि सम्भव हुँदैन हैन। र स्टुडेन्टले तपाईको 28 घण्टाभन्दा माथि काम गर्न सकिँदैन। यदि 28 घण्टाभन्दा माथि काम गर्नुभयो भने तपाईँ इलिगल, त्यो भनेको तपाईँको इलिगल काम गर्ने हो हैन। तपाईँले यदि तपाईँको चाहिँ 28 घण्टाभन्दा माथि तपाईँले काम गरेको यदि तपाईँको चाहिँ हैन, तपाईँले चाहिँ भिजा प्रोसेसिङ गर्दा देखियो भने तपाईँ नेपाल फर्किनुपर्छ हैन। त्यो भनेको एकदमै रिस्क लिएरै नै काम गर्ने हो। र त्यो रिस्क लिएर काम गर्नको लागि पनि तपाईसँग यदि भाषा छैन हैन, तपाईले यहाँको तपाईको चाहिँ एउटा रुल एन्ड रेगुलेसन केही पनि बुझ्नु भएको छैन भने तपाईलाई त्यो कामै गर्न सक्ने एउटा त्यो वातावरण सिर्जना हुँदैन। त्यसैले तपाईको चाहिँ नेपालबाट आउन बित्तिकै तपाईको चाहिँ 3-4 लाखको सपना देखेर कोही कसै पनि नआउनु होला। र बाउआमाले पनि यो कुरा एकदमै मनन गर्दा हुन्छ। तपाईको बच्चा जापानमा आइसकेपछि पहिलो कुरा तपाईको बच्चा पढ्न आएको हो हैन। यदि उसले तपाईको चाहिँ खर्च मेन्टेन गर्न नसकेको खण्डमा पनि मैले नै तपाईको चाहिँ यहीँबाट पैसा पठाउँछु भन्ने एउटा त्यस्तो कन्सेप्ट चाहिँ बनाउनु होला भन्न चाहन्छु। अहिले तपाईको चाहिँ जापानको महँगीलाई हेर्ने हो भने 1 केजी चामलको मूल्य तपाईको चाहिँ 1000 पर्छ भने तपाईको चाहिँ कसरी मेन्टेन गर्ने, खर्चलाई कसरी मेन्टेन गर्ने हैन। महिनाको 1,20,30,000 ले तपाईको 1 केजी चामलको मूल्य 1000 पर्छ भने कसरी मेन्टेन गर्ने तपाईको चाहिँ। चामलको मात्रै कुरा हैन, हरेक कुरा त्यसरी तपाईको चाहिँ एकदमै तपाईको चाहिँ हरेक कुराको तपाईको चाहिँ मूल्यले तपाईको आकाश छोइरहेको छ। त्यसैले गर्दा एकदमै गाह्रो छ। यो कुरालाई एकदमै मध्यनजर गर्नु होला। तपाईको बच्चाहरू जापानमा आइसकेको छ भने पनि उसको पहिलो कुरा तपाईको चाहिँ कन्डिसन बुझ्ने, उसले चाहिँ कामहरू कसरी गरिरहेको छ, कतिवटा काम गरिरहेको छ हैन, उसले महिनामा कति कमाउन सक्छ हैन। त्यसपछि मात्र यदि उसले चाहिँ अलिकति राम्रो गरेको छ भने त्यसपछि मात्रै तपाईको चाहिँ पैसाको कुराहरू गरेर अथवा तपाईको चाहिँ हैन घरतिरको तपाईको चाहिँ आफ्नो समस्या कसरी टार्ने हैन, हेनतेन त्यस्तो कुरालाई तपाईको चाहिँ एउटा म्यानेजमेन्ट गर्नु होला। र तपाईको चाहिँ यो पछिल्लो क्रममा तपाईको चाहिँ जापानमा एकदमै भाषा तपाईको चाहिँ कति पनि हुँदैन। सुरुमा आउँदाखेरि कामहरू पाउन एकदमै गाह्रो छ हैन। भाषा छ भने त कामहरू पाउँछ, तर भाषा छैन भने कामहरू पाउन एकदमै गाह्रो छ हैन। अनि तपाईको चाहिँ कलेज अथवा चिनेको मान्छेहरूले सेउखाइ गरेर अथवा तपाईको कुरा गरेर एउटा काम लगाए पनि तपाईँ एउटा कामले तपाईको चाहिँ विद्यार्थीलाई यहीँ खान लाउन एकदमै गाह्रो भइरहेको हुन्छ। त्यसैले तपाईले
मेन कुरा आफ्नो बच्चाको कन्डिसन बुझेर मात्रै हैन। बच्चाहरूसँग तपाईँको चाहिँ नेपालबाट आउँदा ऋण लिएर नै आएको हुन्छ हैन, जुनसुकै व्यक्ति पनि। तर तपाईँको चाहिँ हैन यो हो कि तपाईँको चाहिँ जापान जान बित्तिकै उसले चाहिँ तपाईँको चाहिँ रुखबाट टिपेर हैन पैसाको तपाईँको चाहिँ बोरा हैन नेपाल पठाउँछ भन्ने त्यो थिङ्किङ चाहिँ नगरिदिनु होला भन्न चाहन्छु।